खोइ त एक हाल्छ नि त केडा हो अब यहाँ मैले चाहिँ नि गान्डु बना गरेँ हैन Greetings people, this is me Satish and you're watching Dummies on Wheels. आजको यो भिडियो इट्स अबाउट अ ट्राभल भ्लग जहाँ हामी सिन्धुपाल्चोक स्थित हेलम्बुमा रहेको सोलसिंह गाउँको सुरसिंह भन्ने झरनामा जाँदैछौँ. All beautifully organized by यात्रा मोटो. यदि तपाईहरु पनि जाँदै हुनुहुन्छ भने आई होप दिस भिडियो हेल्प्स किनभने यो भिडियो सुरु हुन गइरहेको छ भैसीपाटीबाट बौद्धको लाभी गार्डनमा. लाभी गार्डनबाट हामी गोकर्ण र साखुको बाटो हुँदै हेलम्बुतर्फ लाग्छौँ. I hope you guys watch it till the end. This is just day one. I hope you guys have fun because it's interesting. Alright, a very good morning people. So म छु यहाँ अहिले भैसीपाटीमा है and अहिले बजिरहेको छ 6:45. अब यहाँबाट म सिधै तपाईहरुलाई भेट्छु लाभी गार्डन बौद्धमा. अनि कमल and one of the other fellow riders भेट्नु भएको छ भनौँ न. I don't know who is but yeah सबैजना ठ्याक्कै भेटिहाल्यो कि उता लाभी गार्डन चाहिँ मलाई एक्ज्याक्टली थाहा छैन. सो म्याप हेर्न लागेको बेला देखिहालेँ मैले. And I think everybody is taking their own time हैन. अरू के भन्नु पङ्क्चुअलिटी चाहिँ अलिकति कम भयो जस्तो लाग्छ मलाई. I should have been there by 7 जस्तो लाग्छ. But that's totally fine, sometimes it happens. So now we're heading towards Lavi Garden. I'll see you guys there. Oh ल आम्मामा सब केटिएमहरु आएर चाहिँ हैन त्यो येलो कलरको ल्यायो उसले. राघवले येलो ल्याएछ. अँ नै छ. म त कोही छ जस्तो लागेर के. सो ए लुक्स द सेम यार. ओके यो चाहिँ होटल जस्तो देख्छ है. होटलको एन्ट्रेन्स जस्तो देख्छ यार. ओह बाबा ल सबजना यहीँ छ है. सन्तोष म्यान हाउ यु डुइङ? गुड मर्निङ. गुड मर्निङ. हाई सतीश. अलराइट पिपल. सो हामी अहिले आयौँ साखु हैन. शङ्खरापुर पनि भन्दो रहेछ. अनि केटाहरू अगाडि नै छ है. एभ्रिबडी इज इन तुफानी मोड. के गर्ने सन्तोष अगाडि बस्छु पछाडि बस्छु. ओ यो देखि ओ यो देखियो देख्छु कि देख्दैन. त्यो मान्छे कलर ब्लाइन्ड मात्र होइन जस्तो छ यार. उयो अगाडि भाइले कस्तो राम्रो कुरा भने ऊ हेर नि त खै के पो बाइक होइन रेगुलर अघि नै उसले कस्तो हानेछ क्या. र हाम्रो अगाडि हेर्न सक्नुहुन्छ होइन. जाबास लोकल उसले पो लिड गरिदिरहेछ यार मलाई कसम. हजुर तिमी जानेर जाऊ है. पछाडि राखिराख्नु मलाई एकदम गाह्रो लाग्छ भने यार. त्यो फेरि मलाई सुन्दिनु पनि भनेको थियो क्या. यस्तो कुदाउँदा त यसले भन्दै थियो. उसको त MT-15 हो कि के हो नि त. एमटी गाई हो नि त. अनि त्यसमा त स्योर राम्रो हुनुपर्छ भनेर क्या. त्यो रइस पनि राम्रो है. रइस पनि गुड छ यार. यो 390 लिनेहरू अलि राम्रै कुदाउनेहरू जस्तो लाग्छ यार मलाई. कुदाउन नसक्ने 390 किन लिन्थ्यो होइन. गाडी हाल्छ मैले भन्नुपर्ने हो. कसरी भन्ने यार हेर है. मलाई त त्यो भन्न चाहिँ आउँदैन यार. सो यहाँबाट चाहिँ अब भोटे चौर जाने हो. यहाँबाट चाहिँ नाङ्ले भारे मेलम्ची. हामी यति है. हामी आएपछि ढुक्क भयो हुन्छ है. 13 जना. अगाडि होला नि. ट्रायम्फ खोइ ट्रायम्फ. ऊ त्यहाँ दुईवटा ट्रायम्फ त्यहीँ छ. मेरो साइडमा हुनुहुन्छ सन्तोषजी. हेलो. मेरो पछाडि त कमल र अगाडि केटाहरू उभिरहेछ. उभिरहेछ अरे कुरिरहेछ. एन्ड त्यहाँ त नि बस मलाई पुरा अगाडि पछाडि गरिरहेछ. त्यो खाल्दै गड्डेछ क्या त्यहाँ. एन्ड अब उसलाई बिचरा गाह्रो भएछ त्यो बसलाई. मेबी यहाँबाट कि त अब अर्को रुट लिएर जानु पर्ला. के गर्ने सन्तोष? माथिबाट घुमाउ भन त यिनीहरू. ए गइसक्यो. ए ओके. अनि माथिबाट त एकदम टाढा छ. ल जान त सक्यो जाने हामी. के गर्ने त्यो दाइलाई एकछिन त्यो ड्राइभर दाइलाई एकछिन ए हुत्ताएर ल्याउनु लाग्यो रहेछ नि त.
खाल्डो बनाइदियो पुरै हामीलाई रड बनाइदियो ल नराम्रो केही नहोस् सर्ट त कटोस् ल मामा भान्जाको पावरमा हामीले यताबाट गइदियो हुन्छ जाने हो कि गर्ने हो भेडाको उन्नु जस्तो भेडाको उन्नु जस्तो मिल्छ अब उसले पछाडि लिइदियो भने हामी त यही भित्रबाट गयो भइहाल्छ मेरो ऊ चाहिँ ब्रेक चाहिँ ऊ हान्नु पऱ्यो यार अब एबिएस चाहिँ अफ हान्नु पऱ्यो वियर्डै हुने रहेछ यार अगाडि गएको चाहिँ को कमल तिमी आउँदैछौ ओके म्यान यहाँ ऱ्याम्प पनि छ ऱ्याम्प एउटा ल ओहो अब यहाँबाट कहाँ हो भन्ने कुरा हो ओके आई थिङ्क इट्स रेकर्डिङ एन्ड दिस इज गुड यो ठाउँ चाहिँ नि अलि नयाँ चाहिँ लाग्यो मलाई यस्तो पनि रहेछ होइन सम्बरी खोइ अगाडि त गएको थियो तर भेटेन सो मेरो अगाडि छ यहाँ रहिस है सो हामी यो बाटो नभइकन यो बाटो जान्छौँ एन्ड एक्चुअली मलाई केही थाहा छैन कहाँ हो तर त्यहीँतिर हो होटल 0 पोइन्ट छ यहाँ कस्तो राइट साइडमा रोक्यो यार के हो यस्तो मलाई के भएको रहेछ मेरो ऐना त निस्किनै थाल्यो यार के गर्ने नि रोकेर बनाउने हो कि के गर्ने हो भयो पछाडि अट्याक हो क्या ठिक छ जान्दै जाउँ यो हो नि त पारा ओए यो मान्छेले त तिमीलाई पिट्न आयो यार तिमी अगाडि त अगाडि तिमीले त होली नै खेलाइदियो यार तेरि उसले रोकिराख्यो के भन्यो द्याट वाज अमेजिङ रन म्यान भन्ने नै हो नि पनि हुन्छ ए ठिक धेरै राम्रो गऱ्यो यार तिमीले होइन त्यो मान्छे पुरा होइन ओ के भनेर पुरा स्टार्ट गरेर क्या म त ल काटेर हाल्छु कि यसले त ठिक हो त्यो त धेरै राम्रो गऱ्यो यार कसैले गर्दैन होला अरे मैले भाग भन्नु थियो तिमीलाई यहाँ लेफ्टबाट हाल न कुदाउनु मजा आउनु पर्छ कस्तो मजाको रन यार अगाडितिर को यो सन्तोष हो हामी कहाँ राइटै हो आज मैले रिम कुचाएरै छाड्छु जस्तो छ यार के गर्नु होइन यो स्योर रेकर्ड गरेर हेर्ने होला आमै यहाँ त के पुरै रटै बनाइरहेको थियो यार खोज है
कुनै ठाउँमा ढुङ्गा पनि छ होला मेरो तान्यो आए हल्का है आए कता माथि हो कि बाटो माथिको हो होइन कहिले एक हाल्छ नि त म नि ग्रुप गरेर राखेँ ओहो डाँडा पानी त हान्नै पर्ने रहेछ यार यस ढुङ्गा फुटाउँदैछ है केटाले हान है हान मजाले हान हर धुरु हरन हान्दै है केटो हरन हान्दै यो डुकवालाले कुदाएकै हो यार हामीलाई डुकको पछि बस्नु कस्तो रमाइलो लाग्यो यार मलाई हो न कस्तो मजाले हानेको मान्छेले यार ल उसको होइन त्यो टायर त पुरा डुङ क्या तै पनि हान्न छ यो केटाले यार भन्नाले कस्तो भने यसको त प्ले राम्रो छैन नि त उफार्छ नि त उसले तै पनि त्यो पनि कन्ट्रोल हाने क्या लभली उफुले त स्किड हान्दै ल्याउने रहेछ नि त कसले खोइ कहाँबाट जान्ला नि हे के गर्ला कहाँ जान्ला यिनीहरू नि ल केटाहरू चाहिँ पुरा त्यहाँ उता ढुङ्गाहरू त देखिरहेको छ तर जाने कहाँ भन्ने कुरा हो त्यो ढुङ्गामा अनि त्यहाँबाट फर्किने तिम्रो दो है त्यसो त म एकछिन रेस्ट हान्छु म किन राख्ने त किन त्यो त्यहाँ चाहिँ कस्तो छ ऊ यहाँ चाहिँ खाल्दो छ एकछिन हिँड त फेरि हिँड्दा एकचोटि एन्डमा कस्तो छ एन्डमा ए ल म आउँछु तिमी हान है खोइ बाबा तान्नु पाउनु त अब खेल्नु पर्छ
The ride was actually amazing है मलाई चाहिँ यो जहाँ स्पिड ग्यादर गर्न मिल्छ त्यो त्यस्तो अफरोडहरु चाहिँ एकदमै मन पर्छ but the thing is like मेरो रिभर क्रसिङमा चाहिँ धेरै एक्सपिरियन्स नभएको कारणले गर्दाखेरि what happened was फर्स्ट टाइम म जाँदाखेरि चाहिँ के भयो भने मलाई त्यो रिभरको गहिराई राम्रोसित थाहा भएन and I kind of fumbled राइट त्यसपछि मैले स्टार्ट गर्न खोज्दाखेरि अलि बल लाएर गरेँ तर रिभरको जुन बहाव हुन्छ त्यसले गर्दाखेरि मलाई चाहिँ अलि बगाएर मैले थेक्न सकिनँ बाइक पानीभित्र गयो एन्ड सेकेन्ड टाइम के भयो भने त्यसरी बस्यो भने त मान्छे हानिहाल्छ नि कसको ब्याग देखेँ है मैले त्यसको रेस्पोन्स चाहिँ कस्तो फरक भइसक्यो यार केडा हो वागवान मान्छे ए म ढल्यो भने नसमात है फेरि मान्छेलाई लाग्ला क्या झन् हाउडे गर्दै म सन्तोष हेर म सन्तोषतिर हेर क्या मैले राम्रोसित पेस लिन सकिनँ राइट एन्ड मैले सिधै गएर राखेँ एक्चुअली अनि एउटा के देखिन्छ भने भिडियोमा चाहिँ म सिधै गएर चाहिँ गइरहेको भयो चाहिँ मैले आफ्नै साथीलाई हान्थेँ होला त्यो रोक्नको लागि चाहिँ मैले ह्यान्डल अलिकति मात्रै मोडेको पानीको बहावले गर्दाखेरि चाहिँ अलिकति मात्रै मोड्दाखेरि पनि बाइक चाहिँ नि पानी तल गयो एन्ड त्यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स थियो बाइक पानी तल जाँदाखेरि कस्तो हुन्छ भन्ने खाले कुरा अनि म चाहिँ नि खास गरी अलिकति ढुक्कै थिएँ किनभने पानी तल गएको त हो के नै हुन्छ होइन फिल्टर एउटा भिजेको थियो त्यो सुकाइहाल्यो भन्ने खाले कुरा थियो अनि म चाहिँ नि यताउता चलाइरहेको थिएँ क्या वर्कसप हल्का खोजौँ नयाँ फिल्टर पाएर राखौँ भनेर बट एउटा ठाउँमा गएर आमा याङ्ग्री जाने बाटोतिर हामी चाहिँ 2-3 किलोमिटर जति चाहिँ टाढा गयो त्यहाँ गइसकेपछि एकजना भाइ भेट्नुभयो उहाँले चाहिँ त्यो एयर फिल्टरवाला ठाउँ खोल्दाखेरि चाहिँ नि त्यहाँबाट चाहिँ नि सेतो जुन त्यो इन्जिन ओइलमा पानी मिसिसकेपछिको कलर हुन्छ नि इट्स डिस्गस्टिङ है अलिकति हेर्दा त्यो मिल्क टी जस्तो पनि देखिन्छ बट इट्स काइन्ड अफ इयरी राइट अनि त्यो तलबाट त्यो जहाँबाट हाम्रो इन्जिन ओइल खोल्ने चाहिँ ठाउँ हुन्छ त्यो ठाउँबाट त अलमोस्ट लाइक 2 बाटा जस्तो चाहिँ नि पानी र मोबिलको मिक्सचर निस्केको थियो क्या अनि उसले के भनिरहेको थियो भने तपाईँले दाइ अर्को 5 to 6 किलोमिटर्स कुदाएको भए चाहिँ तपाईँको इन्जिन अलमोस्ट सिज नै हुन्थ्यो भनेर भने एन्ड द्याट्स वाट गट मी राइट म त्यति बेला चाहिँ अलिकति तर्सेँ अनि मलाई कस्तो लाग्यो होइन म अलिकति केयरफुल चाहिँ हुनुपर्छ जस्तो लाग्यो अनि त्यो भाइको चाहिँ अलिकति एक्सपिरियन्स पनि राम्रो रहेछ अनि कस्तो भयो भने उसले चाहिँ नि पहिला सब पानी निकाल्यो त्यसपछि हुन्छ नि युज्ड इन्जिन ओइलहरू पनि राखेर त्यहाँ एकछिन चलाइदियो उसले लाइक हुन्छ नि फ्लस गर्न खोजेको जस्तो गरेर अनि फेरि खोलेर त्यो मैलो खालको इन्जिन ओइल निकालिदियो अनि त्यसपछि फ्रेस इन्जिन ओइल हालिदियो त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क मेरो बाइक बचेको हो राइट अदरवाइज त्यहाँ त्यो हुन्छ नि होल त्यो क्लच हाउस खोल्दाखेरि चाहिँ नि त्यो त्यहीँभित्र पानी पानी हुन्थ्यो होला कि के हुन्थ्यो होला भगवान् जानुन् मैले खुरु कस्तो मैले एक हान्दिउँ स्टार्ट हान्दिउँ स्टार्ट गर्नु छिला बरु केटा के भन्छ यो ठाउँ त फेरि आउनु पर्यो नि त रेडी 1 2 3 लेट्स गो आइसकेको यस्तो गर्न सजिलो छ ए ल अलराइट गाइस सो अहिले चाहिँ नि मेरो यहाँ के भन्छ एयर फिल्टर भिजेर अनि फ्रन्ट टायर पनि के फ्रन्ट ब्रेक पनि अलिकति थिएर छ कि छैन आना
अब खुल्ला पो छैन कि छैन भन्ने कुरा हो कि मेरो छ नि फ्रन्ट टायरको फ्रन्ट ब्रेक चाहिँ सिद्धेको छ त्यो छ तपाईँको हजुर पछिको फ्रन्ट होला अनि अर्को चाहिँ मेरो फिल्टर एउटा के सुकाइदिनु है ल केटा हो अब यहाँ मैले चाहिँ नि गान्डु बना गरेँ होइन पानीमा गएपछि नि यस्तो पनि हुँदो रहेछ यस्तो निक्लियो होइन अझै मैले धेरै चलाएको भए चाहिँ सिज पनि हुनु सक्दो रहेछ त्यो पनि थाहा भयो अब होपफुली अब ब्रदरहरू त बनाइदिनु सक्नुहुन्छ यहाँ हिरोहरू पनि छ अनि अर्को एउटा कुरा चाहिँ नि त्यहाँ नेटवर्क राम्रोसित आउँदैन वाइफाई पनि हुँदैन होइन अनि त्यो एउटा चाहिँ प्रब्लम थियो अनि तै पनि हामीले चाहिँ नि यताउता गरेर समहाउ मेरो एउटा काम पनि सकाउन खोज्यौँ होइन एन्ड कुडोज टु द टिम है स्पेसली हाम्रो राघव छ राघव इज अ भेरी भेरी हेल्पफुल गाई होइन सँगसँगै हाम्रो सम्राट भयो अर्जित वाज देयर कमल वाज देयर थ्याङ्क्स टु यु गाइज है मजाले त्यहाँ पछिसम्म बस्थ्यो अरूहरूलाई चाहिँ अब किनभने कुराइराख्नु भएन होइन अरूहरू लाइक हेल्पफुल छैन भन्न खोजेको होइन बट सबैजनालाई त्यहाँ रुकाउनु पनि त कुरा भएन नि त होइन कोही मात्र बसे पुग्ने ठाउँ हो सो अरूहरू चाहिँ गइसकेका थिए बट आई डु रिमेम्बर दिस गाइज राइट ल थ्याङ्क यू बाई ल केटा हो अब चाहिँ बिस्तारै जानु पर्यो होइन बबाले गरियो भन्न यो भाइले चाहिँ नि बनाइदियो यहाँको उसले नत्र त गाह्रै भइसकेको थियो नि झन्डै लाइक पुरै मोबिलमा पानी छिरेर रहेछ इन्जिनमै होइन अनि त्यसले कारणले गर्दाखेरि के अरे पुरा दुध जस्तो निक्लिने रहेछ क्या म त देखेर पनि थिएन यस्तो वियर्ड टु सी द्याट अनि एकछिन त धस्केँ म होइन मैले के गरेछु भनेर अरू त्यो भाइले के भन्दा चाहिँ तपाईँले अझै 5-6 किलोमिटर चलाएको भए तपाईँले इन्जिनै सिज हुन्थ्यो अरे क्या उसले क्या हो यसलाई पक्किने मैले त इडियटै काम गरेको जस्तो भएर चाहिँ बट ह्यापन्स अब थाहा भयो होइन अब कुनै बेलामा चाहिँ नि एकदमै भनौँ न रिभर क्रसिङ गर्ने बेलामा चाहिँ नि आई विल बी भेरी भेरी केयरफुल होइन पहिला सुरु चाहिँ नि रेके हाल्छु करेन्टै थाहा नहुने रहेछ फ्लो थाहा नहुने रहेछ होइन अहिले त बाइकको रेस्पोन्स चाहिँ क्या फरक छ यार त स्टाइल मेरो का अब यो मोबिल त राखिसक्यो मैले अरूको देखाएँ भए म डेफिनेटली होइन यार यसो नगरौँ हुन्थ्यो होला मलाई के लागेको थियो भने यो रिभर सानो लागेको थियो क्या मलाई मैले पहिला पनि क्रसिङहरू गरे हो तर मैले एक्लै हान्नु पर्थ्यो क्या हो जस्तो लागेको थियो अहिले त वे बेटर छ नि यार बाइकै मलाई अर्कै पावर जस्तो यार मलाई अस्ति नै डर टेम्पो लगेदेखि नै सर्भिस गर्नु मन थियो मन त यो कस्तो भने तिम्रो बसेर आएपछि अहिले ठिक छ राति जिउ दुख्छ होइन अनि उठेर आएपछि तिम्रो राति जिउ दुख्दैन क्या त्यो झ्यापै ब्रेक चाहिँ नहान्नु म अगाडि नै पछाडि नै छु है केही बेरपछि चाहिँ मेरो बाइक अलमोस्ट लाइक गुन्डर लायक भयो होइन अलिकति राम्रो पर्फर्म गरिरहेको थियो भनौँ न अनि त्यसपछि त्यहाँबाट हामी अर्को आई थिङ्क 1 आवर जति चाहिँ राइड गर्नै पर्ने थियो एन्ड द्याट वाज लाइक वान हेक अफ एन अप हिल होइन गएकै कहाँ पुग्ला जस्तो खाले फिलिङ आउने त्यति टाढा रहेछ जस्तो फिल भयो क्या त्यसपछि चाहिँ एन्ड बट द राइड वाज अमेजिङ वन्स अगेन होइन अनि पछि हामी त्यहाँबाट केही बेर राइड गरिसकेपछि चाहिँ नि नेक्स्ट भ्लगमा भन्छु राइट गाइस हामी चाहिँ अब यहाँ भित्रबाट खोइ अब यो बाटोलाई के भन्छ थाहा मलाई होइन बट भित्रको बाटो आएको छ इट वाज गुड एन्ड लुक एट दिस थिङ म्यान हामीले अलिकति माथि हेऱ्यो भने त क्या हरियो देख्ने यार ओ एभ्रिवेयर इट्स लाइक सुपर ग्रिन म्यान अनि पानी पनि पर्न थाल्यो अब पानी पर्न थाल्यो भने वार्रै हुन्छ जस्तो छ भिज्छ जस्तो छ यहीँबाट हाल्छ है म यताबाट लगाएँ होइन यिनीहरूलाई भने मलाई यहाँबाट जस्तो छ ए यहाँबाट हो अलराइट गाइस सो हामी चाहिँ अब यहाँबाट नभएर यताबाट जाँदैछौँ रोयल चौतारा कुकुर कस्तो सुकिरह्यो यार पच्याक्कै गिल्ला जस्तो क्या खुट्टामा ल मेरो त पावर कसो हुन थाल्यो त बाइकको त यार हो कि यो नयाँ के राख्दैकोले हो कि डरै पऱ्यो
गर्ने हो रेनकोट लाउने कि गर्ने हो वेगो हान्ने भयो रेनकोट हानौँ न त के आइसक्यो हो ठाउँ होइन एकछिन भन न तिनीहरूलाई रेनकोट लाउनु गाइस तिमीहरूसँग रेनकोट छ रेनकोट लाउँ न यार यो त अति भयो Don't worry about the corner. Corner तिम्रो carefully हान हैन and then come back दामी हान के come back. त्यो corner slow छ भनेर अहिले तिमीले अहिले better हुन सक्दैन हैन all you can do is like recover during after the quarter के गर्ने हो भन्ने कुरा हो के यो केटाले यताको लाइन दियो नि त म यताको लाइन लिदिउँ यहाँ त के ढुङ्गै रहेछ नि त यार वान गियरमै मर्न थाल्ने यार एक्सपोज त यहाँ त आज डेफिनेटली यो यसले ऊ चाहिँ हान्छ यार स्लिप क्या ठिक है आगे फिल तर केही चिप्लो हाल्यो होइन है त्यो यहाँ के छ हौ ओहो यहाँ चाहिँ दामी हिलो छ है केटा आउँदैछ केटाहरू के हो दादा अहिले चिल मार्छ I don't know if it's recording. Hey, it is recording. भाइ बोबाले मजा आयो त भाइ तर स्योर पानी होला यो केही काम छैन यहाँ चाहिँ अलिकति अगाडिको चाहिँ के नदेख्ने रहेछ यार पानी चाहिँ Hey, brother. Thank you. Hilamnya, rotannya, mana doste? Hilamnya so. Oh, mau ada dua kerman ada juga. So kita gini. कुनै ठाउँमा चाहिँ अलिकति उ होला यो फेरि फाल्टो होला I don't know नमस्ते धेरै कुर्नु हुँदैन यिनीहरूलाई दादा अलिक चिल खान्छ एकचोटि यो कर्नर बवाल होस् मेरो सकिँदा गयो नि रातोमा त ठिक आयो बबुवा यो त रट हो यार ल यहाँ त मैले अलिकति स्लो हाने केटा हो डोन्ट माइन्ड ल मैले त ज्यान पनि पर्ला गर्नुपर्छ क्या दादा अहिले चिल लाग्छ लभली
हो लाखौँको धडकन पावर वाला क्या बढ्दा ट्राई गरेर लड्नलाई ठिक्क आँपा मलाई बादल पारेको देशबाट कुदाउँदा अल्झी नै लाग्ने खालको माया मलाई बादल पारेको यो कुकुर एउटा आएर मार्ने छ मलाई यस्तो कुकुर यस्तो मन पर्दैन मलाई नै अलिकति स्केरी लागेको भन्नै नसक्ने यार मेरी माया मलाई हेर्दै होली बादल पारेको सोल्सिङ फार्म हाउस पुग्यौँ अनि त्यो पुग्नुभन्दा अगाडि केही 15 मिनट्स जस्तो अगाडि चाहिँ त्यहाँ उहाँहरूको किचन रहेछ सो सबसे पहिला हामीलाई किचनमा नै बसाउनु भयो होइन खायौँ के मात्रै खाएन लाइक चिकन पोर्क वी ह्याड अ होल बार्बिक्यू टु आवरसेल्भ्स अनि त्यसपछि फ्यु स्न्याक्स रमाइलो गरिरहेको थियौँ एट दि एन्ड चाहिँ डिनरको पालो भयो त्यति बेला थ्याङ्क्स टु कमल जसले चाहिँ मलाई हुन्छ नि ढिँडो ट्राई गर्नुको लागि भन्यो ढिँडोसँग के साग दाल अनि माछा थियो है अमेजिङ एक्सपिरियन्स अनि डिनर सकिसकेपछि चाहिँ नि त्यहाँको ओनर जो हुनुहुन्छ इज भेरी काइन्ड है उहाँको डिफेन्डर आई मिन लाइक केटाहरूको ड्रिम होला त्यो गाडी चाहिँ डिफेन्डरमा चाहिँ हामीलाई राखेर मजा अर्को अफ रोड थियो त्यो फेरि यो चाहिँ कमलको ट्र्याक हो होइन 4 व्हील अफ रोड अलिक डिफरेन्ट हुँदो रहेछ वी कुड फिल द ड्रिफ्ट बिलो आवर आसेस अनि हामी चिप्लिँदै चाहिँ नि दाइको फार्म हाउसमा पुग्यौँ कमलको लागि कम्बल लाग्छ माथि डन्डी सन्डी छ है फेरि अलिकति समात्ने कहाँ छ कस्तो लाग्छ यसमा त मैले यस्तरी भ्यू घुमाएको नि त फोटो खिच्दैछ है and the farmhouse was amazing beautifully made है यति राम्रो त्यो काठले बनेको त्यो फिलिङ डिफरेन्ट हुन्छ होइन आई थिङ्क द ओनर वाज लिभिङ हिज लाइफ आई मिन कसको मात्रै ड्रिम हुँदैन र एउटा हुन्छ नि एकदम हेल्पफुल लाइफ पार्टनर एन्ड देन अ डिफेन्डर एन्ड देन अ फार्म हाउस के छ त्यो भन्दा हामी चाहिँ अब यो यस्तो रमाइलो गाडीमा होइन यस्तो राम्रो ठाउँ आयो यार एन्ड यात्रा मोटोलाई सन्तोषलाई चाहिँ थ्याङ्क यू नै भन्नुपर्छ यस्तो राम्रो ठाउँ देखाइदिनु भएकोमा एन्ड लुक एट दैट गाइस यस्तो दाइले कुदाउनु पनि डह्रो कुदाउनु नि ल भित्र जाँदैछौँ हामी यहीँ चाहिँ जुत्ता फुकाउने रहेछ राइट सो हाम्रो यहाँ फार्म हाउसको इन्टिरियर चाहिँ यस्तो छ है एन्ड आई थिङ्क कतिजना यो रुममा सुत्ने होला कतिजना त्यो रुममा सुतिरह होला आएर न अब हामी चाहिँ माथि जान्छौँ ल यहाँ छ छिलेङ वा 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 यो पो त पारा हान्ने जस्तो लाग्यो तिनजना त अलि कहाँ यहाँ तिमी कमल ए ल कसरी सुत्ने तिनजना ओइ खेडा हो
And then I wanted to take a shower. तर त्यति बेला कस्तो थियो भने त्यहाँ रुमाल थिएन क्या. I thought त्यहाँ रुमाल थिएन तर थियो रहेछ. कसैले पनि भनेन मलाई, दाइले पनि भन्नु भएन. So I thought ठिकै छ छोड्दे अब अफरोडकै हिसाबले बस्दिउँ भनेर I slept without the shower. Oh my god. अलिकति फोरी त हो बट ठिकै छ. And निन्द्रा मिठो थियो. त्यही नै भयो डे 1 को लागि चाहिँ नि. अब डे 2 मा के हुन्छ म तपाईहरुलाई नेक्स्ट भ्लगमा भन्छु. ल यार यहाँ त कमल हैन कम इन को हो अर्जित अनि यहाँ छ हाम्रो लाइट अनि तिम्रो सुत्ने ठाउँ ठिक भयो अब ल ओके ल And yeah, that be it guys. Thank you so much for watching till the end. यहाँसम्म हेरिसक्नु भइसक्यो भने चाहिँ नि यसो सब्स्क्राइब गर्न नबिर्सनु होला. Do not forget to like this video, comment if you feel like, and share it with your friends. This is your boy Sathi on Wheels 211. You keep shredding. Cheers.